एउटा व्यावसायिक ट्रेडरको सबैभन्दा ठूलो पहिचान के होला? सायद यो हो कि उनीहरू पहिले सोच्छन् अनि मात्रै ट्रेड गर्छन्। अब आजको हाम्रो छलफलको मुख्य प्रश्नमा जाउँ है त। बजार खुलेको छ, चार्टमा बत्तीहरू बलिरहेका छन्, मूल्य तलमाथि गरिरहेको छ, तर के आज ट्रेड लिनै पर्छ त? यही एउटा सामान्य प्रश्नको गलत जवाफले धेरै ट्रेडरलाई अनुशासनको बाटोबाट भट्काउँछ अनि उनीहरूको यात्रा सुरु नहुँदै सकिन्छ। यो प्रश्नले त ट्रेडिङको सबैभन्दा ठूलो दुविधालाई समात्छ होइन र? एकातिर अवसर नगुमाउने दबाव छ अनि अर्कोतिर अनुशासनमा बस्नुपर्ने आवश्यकता। बजार खुल्नु भनेको काम गर्नैपर्छ भन्ने निमन्त्रणा त होइन नि। यो त केवल मैदान तयार छ भन्ने सूचना मात्र हो। खेलाडीले कहिले खेल्ने भन्ने निर्णय त मैदानको अवस्था र आफ्नो रणनीति हेरेर गर्छ, मैदान खुल्दैमा होइन। एकदम। र यही मानसिकताको कमीले जन्म दिन्छ आजको हाम्रो गहिरो विश्लेषणको विषयलाई, ओभर ट्रेडिङको मनोविज्ञान। स्रोतमा यसलाई एकदमै स्पष्ट रूपमा परिभाषित गरिएको छ। ओभर ट्रेडिङ भनेको कुनै स्पष्ट सेटअप वा नियम बिना धेरै पटक ट्रेड गर्नु। यो सक्रियता होइन, यो त अनुशासनको चरम कमी हो। एकदम। यो परिभाषामा अनुशासनको कमी भन्ने वाक्यांश नै सबैभन्दा महत्त्वपूर्ण छ। ओभर ट्रेडिङ प्राविधिक गल्तीभन्दा बढी मनोवैज्ञानिक कमजोरी हो। यो भनेको चार्टमा केही गल्ती देख्नु होइन, यो त ऐनामा आफूभित्रको अधीरता र बेचैनीलाई देख्नु हो। ट्रेडिङमा यो हल्लाले पैसा मात्रै होइन, आत्मविश्वास पनि सिध्याउँछ। त्यसो भए आउनुहोस् यसका कारणहरूलाई एक एक गरेर केलाउँ न त। स्रोतले पहिलो मनोवैज्ञानिक कारण औल्याइएको छ, दिक्तारी वा बोरियत, अर्थात् बोर्डम। जब बजार सुस्त हुन्छ, खासै कुनै हलचल हुँदैन, तब ट्रेडरलाई केही न केही एक्सनको लागि हात चिलाउन थाल्छ। त्यही केही गरौँ भन्ने चाहनाले बिना कुनै बलियो कारण ट्रेड खोल्न बाध्य बनाउँछ। यहाँ बुझ्नुपर्ने कुरा के हो भने यो बजारको अवस्थाले सृजना गरेको समस्या भन्दा पनि मतलब यो ट्रेडरको भित्री बेचैनीको परिणाम हो। हाम्रो दिमाग शान्त बस्न सक्दैन नि, यसले शान्त बस्नुलाई समय खेर फाल्नु वा अवसर गुमाउनुको रूपमा लिन्छ। जब कुनै सेटअप बनिरहेको हुँदैन, तब धैर्यतापूर्वक पर्खनु नै सही रणनीति हो। तर दिमागले भन्छ केही त गर, नत्र अरूले कमाउलान्। यही सोचले गल्ती गराउँछ। तर बजारमा सक्रिय रहनुलाई त राम्रो मानिन्छ नि, होइन र? त्यो सक्रियता र ओभर ट्रेडिङ बीचको पातलो रेखा कहाँनिर हुन्छ त? कति बेला हामी सक्रियबाट लापरवाह बन्न पुग्छौँ? एकदमै राम्रो प्रश्न। यो फरक भनेको उद्देश्यमा छ। एक अनुशासित ट्रेडर पनि सक्रिय हुन्छ, तर उसको सक्रियता बजारलाई हेर्नु र आफ्नो सेटअप पर्खनुमा हुन्छ। यो एक शिकारीको सक्रियता जस्तै हो, जो घण्टौँसम्म झाडीमा नचली बस्छ तर उसको हरेक इन्द्रिय चनाखो हुन्छ। ओभर ट्रेडिङ भनेको चाहिँ त्यही शिकारीले दिक्क लागेर ढुङ्गा हान्न थाल्नु जस्तै हो। उसले केही त गरे भन्ने सन्तुष्टि त पाउँछ, तर शिकार भगाउँछ। त्यसैले सक्रियता भनेको सही अवसरको लागि चनाखो रहनु हो, अनावश्यक ट्रेड लिनु होइन। यो त घाटाको कुरा भयो, जहाँ बदलाको भावनाले काम गर्छ। यो फोमो वा फियर अफ मिसिङ आउटको अर्को रूप जस्तै सुनिन्छ। अब दोस्रो कारणमा जाउँ, जुन सायद सबभन्दा विनाशकारी छ, बदलाको भावना अर्थात् रिभेन्ज ट्रेडिङ। स्रोतले यसलाई यसरी व्याख्या गर्छ। एउटा ट्रेडमा घाटा भएपछि त्यो पैसा तुरन्तै बजारबाट फिर्ता ल्याउने हतारमा बिना कुनै सोचविचार अर्को ट्रेड लिनु। मनोवैज्ञानिक असर निकै गहिरो हुन्छ। जब कुनै ट्रेडर बदलाको भावनामा आउँछ, उसको निर्णय प्रक्रिया, योजना र रणनीतिबाट सरेर विशुद्ध भावनामा केन्द्रित हुन्छ। उसको दिमागमा एउटा मात्रै कुरा चल्छ, मैले मेरो घाटा पूर्ति गर्नुपर्छ। यो सोचले उसलाई आफ्नो नियम तोड्न बाध्य बनाउँछ। मानौ कसैले बिहानको पहिलो ट्रेडमा 5,000 रुपियाँ गुमायो। अब उसको दिमागमा गणित चल्दैन, भावना चल्छ। यो 5,000 त आजै उठाउनुपर्छ भन्ने सोचले उसलाई यस्तो ट्रेड लिन लगाउँछ जुन उसले सामान्य अवस्थामा हेर्दा पनि हेर्दैनथ्यो। सायद उसले ठूलो लट साइज लिन्छ वा स्टप लस राख्दैन। परिणाम, एउटा सानो घाटालाई पूर्ति गर्ने चक्करमा उसले ठूलो खाल्डो खन्छ। यो त जुवाडेको मानसिकता जस्तै भयो, जहाँ एउटा हारले अर्को ठूलो बाजी लगाउन उक्साउँछ, होइन त? ठ्याक्कै। र यी 4 कारणमध्ये मलाई लाग्छ यो बदलाको भावना नै सबैभन्दा छिटो खाता रित्याउने कारक हो, किनकि यसले एकै पटकमा तर्क र जोखिम व्यवस्थापन दुवैलाई ध्वस्त पारिदिन्छ। अरू कारणले बिस्तारै बिस्तारै नोक्सान गर्ला, तर रिभेन्ज ट्रेडिङले एकै दिनमा खाता शून्य बनाउन सक्छ। घाटाले यस्तो गल्ती गलाउँछ भन्ने त बुझियो, तर के कहिलेकाहीँ सफलता वा नाफाले पनि ट्रेडरलाई अनुशासनको बाटोबाट भट्काउन सक्छ? जब एउटा ट्रेड एकदमै राम्रो हुन्छ, त्यसपछि के हुन्छ? तपाईले एकदमै महत्त्वपूर्ण कुरा उठाउनुभयो र त्यसले हामीलाई तेस्रो कारणमा पुर्याउँछ, लोभ अर्थात् ग्रेड।
यो रिभेन्ज ट्रेडिङको ठिक उल्टो देखिन्छ, तर परिणाम उस्तै हुन्छ। जब एउटा ट्रेडमा राम्रो नाफा हुन्छ तब अझै कमाऊ वा आज त दिन राम्रो छ यो मौका खेर नफालौं भन्ने भावनाले अर्को ट्रेड लिन उक्साउँछ। यो एक प्रकारको अति आत्मविश्वास हो। ट्रेडरलाई लाग्न थाल्छ कि उसले बजारलाई बुझिसक्यो र अब हरेक ट्रेड नाफामा जान्छ। यो त हट ह्यान्ड फ्यालेसी जस्तो भयो होइन र? केसिनोमा लगातार जित्दा आज मेरो दिन छ भनेर खेल्नै जाने जस्तै। एकदमै सही तुलना। यो त्यही मनोवैज्ञानिक भ्रम हो। तपाईले याद गर्नुभयो, रिभेन्ज ट्रेडिङ र ग्रीड ट्रेडिङ एउटै सिक्काका दुई पाटा हुन्। एउटामा घाटाको डरले काम गर्छ भने अर्कोमा नाफाको लोभले। तर दुवै अवस्थामा चालकको सीटमा तर्कसङ्गत सोच होइन, भावना बसेको हुन्छ। चाहे त्यो डर होस् वा लोभ, दुवैले ट्रेडरको निर्णय क्षमतालाई कमजोर बनाउँछ। नाफा भइसकेपछि त्यो नाफालाई सुरक्षित राखेर बजारबाट बाहिर निस्कनु पनि एउटा कला हो, तर लोभले त्यो कलालाई बिर्सन लगाउँछ। र यी सबै मनोवैज्ञानिक कमजोरीहरूलाई बल दिने एउटा आधारभूत कारण छ जुन हाम्रो स्रोतले चौथो र सबैभन्दा महत्त्वपूर्ण कारणको रूपमा प्रस्तुत गरेको छ। स्पष्ट नियमको अभाव। अर्थात् कहिले ट्रेड लिने, कहिले निस्कने र कति जोखिम लिने भन्ने कुरा लिखित रूपमा स्पष्ट नहुनु। यो नै सबैभन्दा महत्त्वपूर्ण जड हो। जब नियमहरू केवल दिमागमा हुन्छन्, लेखिएका हुँदैनन्, तब ती नियमहरू परिस्थिति अनुसार सजिलै परिवर्तन हुन्छन्। भावनाले तर्कलाई सजिलै जित्छ। यो बिना नक्सा र ट्राफिक लाइट बिना गाडी चलाउनु जस्तै हो। तपाईलाई कहाँ जाने थाहा छैन, केवल गाडी चलिरहेको छ। तपाईलाई लाग्न सक्छ कि तपाईँ स्वतन्त्र हुनुहुन्छ, तर वास्तवमा तपाईँ अराजकतामा हुनुहुन्छ र दुर्घटना निश्चित छ। भनेपछि ट्रेडिङ नियमहरू स्वतन्त्रता खोज्नको लागि होइन, बरु जोगाउनको लागि हो। हो, ती नियमहरू बजारबाट जोगाउनको लागि होइन, आफैबाट जोगाउनको लागि हो। तपाईभित्रको लोभ, डर र बोरियतबाट जोगाउनको लागि। जब तपाईसँग लिखित नियमहरूको एउटा चेकलिस्ट हुन्छ, तब त्यो तपाईको लागि एउटा ऐना बन्छ। त्यसले तपाईलाई सोध्न बाध्य बनाउँछ, के म आफ्नो योजना अनुसार चलिरहेको छु? जब नियम नै हुँदैन, तब अनुशासनको प्रश्न नै उठ्दैन। यसले माथि उल्लेखित सबै कमजोरीहरू, बोरियत, बदला र लोभलाई हावी हुनको लागि खुल्ला मैदान दिन्छ। यो भिन्नतालाई अझ स्पष्ट पार्न स्रोतमा दिएको एउटा उदाहरण हेरौँ न। त्यहाँ अनुशासित र अनुशासनहीन ट्रेडरको तुलना गरिएको छ। अनुशासित ट्रेडरले दिनमा 1 वा 2वटा मात्रै उच्च गुणस्तरको आफ्नो सेटअप अनुसारको ट्रेड लिन्छ। तर ओभर ट्रेडर दिनभरि चार्ट हेरेर बस्छ र 10 देखि 15वटासम्म ट्रेड खोल्छ। र यी दुईको अन्तिम परिणाममा आकाश जमिनको फरक हुन्छ। पहिलो ट्रेडर जसले कम तर गुणस्तरीय ट्रेड लिन्छ, उसले आफ्नो सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति अर्थात् आफ्नो पुँजी जोगाउँछ र त्यसलाई बिस्तारै बढाउँछ। उसको ध्यान लामो समयसम्म बजारमा टिक्नुमा हुन्छ। तर दोस्रो ट्रेडर जो दिनभरि ट्रेड गरिरहन्छ, उसले आफ्नो खाता दुई तरिकाले रित्याउँछ। पहिलो, हरेक ट्रेडमा तिर्नुपर्ने ब्रोकरको कमिसनले। उसले नाफा कमाउनुभन्दा बढी त ब्रोकरलाई पाल्ने काम गरिरहेको हुन्छ। र दोस्रो र अझ महत्त्वपूर्ण, आफ्नै भावनात्मक र हतारमा लिएका निर्णयहरूका कारण हुने घाटाले। समयसँगै उसको आत्मविश्वास पनि सकिन्छ र उसलाई लाग्न थाल्छ कि ट्रेडिङ जुवा नै हो। यसको मतलब बजारमा धेरै सक्रिय देखिनु सफलताको ग्यारेन्टी होइन। वास्तवमा यो असफलताको सङ्केत हुन सक्छ। यहीँनिर स्रोतको मुख्य निचोड वा की इन्साइट आउँछ। ट्रेडिङमा कम ट्रेड गर्नु डर होइन, यो व्यावसायिक सोच हो। गुणस्तर यानि क्वालिटी सधैँ सङ्ख्या यानि क्वान्टिटी भन्दा धेरै शक्तिशाली हुन्छ। यो विचारलाई अझ गहिरोसँग बुझ्न आवश्यक छ। व्यावसायिक स्नाइपर र साधारण सिपाहीमा के फरक हुन्छ? सिपाहीले धेरै गोली चलाउँछ, तर स्नाइपर एउटै सही निशानाको लागि घण्टौं वा दिनौंसम्म पर्खिन्छ। ट्रेडिङ पनि त्यस्तै हो। व्यावसायिक ट्रेडरहरू स्नाइपर जस्तै हुन्। उनीहरू आफ्नो सेटअप, आफ्नो अवसरको लागि धैर्यतापूर्वक पर्खिन्छन्। जब त्यो अवसर आउँछ, उनीहरू आत्मविश्वासका साथ ट्रेड लिन्छन्। तर जब अवसर हुँदैन, उनीहरू शान्त बस्छन्, किनकि उनीहरूलाई थाहा छ गोली खेर फाल्नु भनेको स्रोत र अवसर दुवै गुमाउनु हो। वाह, कस्तो गजबको तुलना! स्नाइपर र सिपाही। यसले त गुणस्तर र सङ्ख्याको फरकलाई एकैछिनमा स्पष्ट पारिदियो। तर यो स्नाइपर जस्तो मानसिकता विकास गर्न त निकै गाह्रो होला। यसलाई व्यवहारमा कसरी उतार्ने त? के यसको लागि कुनै व्यावहारिक तरिका छ? र स्रोतले यसको लागि एउटा एकदमै व्यावहारिक र शक्तिशाली सुझाव दिएको छ। कुनै पनि ट्रेड लिनु अघि आफैलाई 3वटा प्रश्न सोध्ने एउटा चेकलिस्ट। यो मानसिक फिल्टर जस्तै हो, जसले भावनात्मक निर्णयहरूलाई बाहिरै रोक्छ। ती 3 प्रश्नहरू हुन्: पहिलो, के मेरो सेटअप स्पष्ट छ? अर्थात् मैले ट्रेड लिन खोज्नुको पछाडि मेरो रणनीति अनुसारको ठोस पूर्वनिर्धारित कारण छ। यो मलाई लाग्छ कि मेरो नियमले भन्छ मा आधारित छ। दोस्रो, के मेरो जोखिम परिभाषित छ? अर्थात् यदि यो ट्रेड मेरो विपक्षमा गयो भने मैले कति गुमाउँछु, मेरो स्टप लस कहाँ छ र त्यो गुमाउन म तयार छु कि छैन। र तेस्रो,
के यो ट्रेड मेरो नियमअनुसार छ, अर्थात् के यो मेरो लिखित ट्रेडिङ योजनाको हिस्सा हो, वा म क्षणिक आवेगमा बहकिँदैछु। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यदि यी तीनवटै प्रश्नको उत्तर स्पष्ट छ, यसमा आउँदैन भने ट्रेड नलिनु नै सबैभन्दा उत्तम निर्णय हो। हो, र त्यो ट्रेड नलिनुलाई असफलताको रूपमा होइन, सफलताको रूपमा हेर्नुपर्छ। त्यो त एकदमै गहिरो कुरा भयो। हामी नाफा कमाउन मात्रै ध्यान दिन्छौँ, तर तपाईँको भनाइअनुसार त खराब ट्रेडमा पैसा नगुमाउनु पनि त आफैमा एउटा नाफामूलक निर्णय हो। यो सोचले त पुरै दृष्टिकोणै बदलिदिन्छ। वास्तवमा पैसा कमाउनु मात्रै नाफा होइन, पैसा जोगाउनु पनि नाफा हो। व्यावसायिक ट्रेडरको पहिलो काम नाफा कमाउनु होइन, आफ्नो पुँजी जोगाउनु हो। जब तपाईँ कुनै खराब ट्रेड लिनबाट आफूलाई रोक्नुहुन्छ, तपाईँले आफ्नो पुँजी जोगाइरहनु भएको हुन्छ, र त्यो जोगिएको पुँजीले तपाईँलाई भोलि आउने राम्रो अवसरको लागि तयार राख्छ। ओभर ट्रेडिङले तपाईँको आजको पैसा मात्र होइन, भोलिको अवसर पनि खोज्छ। आजको छलफलको सार खिच्नु पर्दा बजारमा हरेक दिन अवसर हुँदैन, तर अनुशासनमा बस्ने ट्रेडरको लागि सधैँ भविष्य हुन्छ। ओभर ट्रेडिङले तत्कालको एक्सनको सन्तुष्टि त देला, तर दीर्घकालमा यसले केवल निराशा र रित्तो खाता मात्र दिन्छ। व्यावसायिकता भनेको कति पटक ट्रेड गरियो भन्नेमा होइन, कति अनुशासित भएर आफ्नो योजनामा अडिग रह्यो भन्नेमा निर्भर गर्छ। आजको हाम्रो छलफल के नगर्ने भन्ने कुरामा केन्द्रित रह्यो, होइन? जस्तै अनावश्यक ट्रेड नलिनु, भावनामा नबहकिनु, नियम नतोड्नु। तर यसले एउटा महत्त्वपूर्ण प्रश्न जन्माउँछ। ट्रेड नगर्नु भनेको केवल हात बाँधेर बस्नु मात्र होइन, यो त धैर्यतापूर्वक पर्खनु हो। सही अवसरको लागि पर्खने मनोविज्ञान आफैमा एउटा कला हो। के यो पर्खने कला ट्रेडिङ गर्ने कला भन्दा पनि महत्त्वपूर्ण हुन सक्छ? र एक ट्रेडरले केही पनि नगरी बस्ने त्यो धैर्यता, त्यो स्थिरता, त्यो स्नाइपरको जस्तो मानसिक अनुशासन कसरी विकास गर्छ? यो अर्को गहिरो सोचाइको विषय हो।